हेलो सो गाइस, स्वागत छ तपाईहरुलाई मेरो न्यू भ्लगमा हैन। आज चाहिँ मेरो भ्लग चाहिँ रुमबाट नै सुरु भएको छ, हेर्न सक्नुहुन्छ तपाईहरुले। सो गाइस, आज चाहिँ म चाहिँ आज हामी सिलट्याङ्गी जान लाग्यो गाइस। अब सिलट्याङ्गीको हैन भ्यूहरु, अब सिलट्याङ्गी कस्तो छ भनेर तपाईहरुले देखाउने छु। सो सबैले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब पनि गरिदिनु होला। त्यही हो। सो गाइस, अब म चाहिँ यहाँ रुमबाट हिँड्न लाग्यो हैन। अब सच्चिदै सिलट्याङ्गी भेट्नेछु तपाईहरुसँग। हेर्न सक्नुहुन्छ, हामी चाहिँ सिलट्याङ्गी घुम्नको लागि गाडीमा चढिसकेको छ। अब सिलट्याङ्गीको भ्यूहरु देखाउनेछु। सिलट्याङ्गी कस्तो छ के कस्तो छ भनेर तपाईहरुलाई त्यो पनि देखाउनेछु। सो गाइस, म चाहिँ फाइनली सिलट्याङ्गी आइपुगिसकेको छु, हेर्न सक्नुहुन्छ तपाईहरुले। भाइ, मेरो भाइहरु यहाँ पछाडि मेरो बिग फ्यान हेर्न सक्नुहुन्छ। सो गाइस, यहाँतिर चाहिँ कस्तो देखिरहेछ, यहाँ पानीहरु पनि देखाउने छु तपाईहरुलाई। यहाँ खोलाभित्र चाहिँ जानु हुँदैन कि गाइस, यहाँ पुरै यहाँ यो पानीभित्र त पुरै करेन्ट लागिरहेको हुन्छ रे हैन। म चाहिँ यहाँ पछाडिबाट यसो बाटोको साइडतिरबाट देखाउँदैछु। बाटो पनि क्या बब्बाल देख्दैछ के गाइस, हेर्न सक्नुहुन्छ। यस्तो बब्बाल देख्छ यहाँ बाटो। अनि यहाँ मेरो पछाडि बुढी टिकटक बनाउन लागिरहेको छ, हेर्न सक्नुहुन्छ तपाईहरुले। अनि यहाँबाट देख्ने चाहिँ यस्तो हेर्न सक्नुहुन्छ तपाईहरुले। बब्बाल देखिरहेछ। यस्तो स्पिड हिँड्दो रहेछ कि गाडी चाहिँ हेर्न सक्नुहुन्छ हैन। टिभी भन्छ होला खासमा। मेरो बेबीको कपाल काट्दिएको आज छप्री देखिरहेछ यार, पुरै ट्यापिनी भएर हिँड्छ, हेर्न सक्नुहुन्छ। ट्यापिनी देखिरह। सो यतापट्टि म चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले। सडकहरु क्या खतरा हिँडिरहेको क्या, हेर्न सक्नुहुन्छ तपाईहरुले। हामीले चाहिँ पहिला पहिला बच्चा हुँदाखेरि चाहिँ नागिनी टिफर भन्छ कि त्यसलाई चाहिँ, हैन गाइस। हिँड्दै गर्मी भएर गाइस, म चाहिँ यहाँ शीतल ताप्दैछु यहाँ बसेर, हेर्न सक्नुहुन्छ। टिकटक बनाउँदैछ गाइस, हेर्न सक्नुहुन्छ। पुरा ट्यापिनी देखिरह्यो यार मान्छेले त। अनि हामी चाहिँ उता हिँड्दा गर्मी भएर वहाँ परबाट आथे गाइस। हामी चाहिँ वहाँ परबाट आथे हैन। पुरा गर्मी भएर अहिले यहाँ यो रुखमा शीतल तापेर बस्दैछु, हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यतापट्टि साइडमा छु, हेर्न सक्नुहुन्छ तपाईहरुले। म चाहिँ यहाँ छु। अनि यहाँको भ्यूहरु पनि देखाउने छु तपाईहरुलाई। भ्यू पनि बब्बाल देख्दैछ हैन। हल्का मौसम सफा भएन कि गाइस, मौसम सफा भए बब्बाल देख्थ्यो होला हैन। तोरी पनि बब्बाल रहेछ कि, हेर्न सक्नुहुन्छ। केराबारी गाइस। मेरो बुढीले ओमोमा हाल्न भनेको मल हेरेर बस्दो रहेछ। म चाहिँ हान्छु गाइस न। ए म यसमा त 15 40 50 हान्दिन्छु म त। मैले ओमोमा हानेको मिल्यो कि मिलेन त्यो पनि कमेन्ट गरिदिनु है गाइस। ओखो 40 50 भनेको त हात गल्दो रहेछ गाइस। लास्टै नसक्ने भयो गाइस, सकेन मैले मेल छोडिदिएको।
अब हामी भनेको सकेन गाइस, त्यही भएर मैले छोडिदिएको। हेर्न सक्नुहुन्छ तपाईँले, बच्चाहरूले क्या रमाइलो खेल्न। यहाँ चाहिँ खोला साइड रहेछ। सो गाइस म त अब नेक्स्ट ठाउँमा गएर देखाउँछु तपाईँहरूलाई। म यहाँ डाँडामा गएर तपाईँहरूलाई म भ्यू देखाउन लागेको गाइस। के कस्तो देख्दो रहेछ तपाईँहरूलाई देखाउने छु भनेर आएको। खासै भ्यू देला जस्तो चाहिँ लागेन गाइस मलाई होइन। तपाईँ पनि हेर्न सक्नुहुन्छ। स्कुल होला होइन, ग्राउन्ड पनि क्या बब्बल रहेछ कि। हेर्न सक्नुहुन्छ बब्बल लेखिएको छ भ्यूहरू। घामको छायाले गर्दा देखिन गाइस। यहाँ चाहिँ मेरो बुढी बस्दैछ। सो गाइस यहाँ चाहिँ मैले केही नयाँ नौलो चिज चाहिँ केही देखिनँ होइन। अब पहिला भन्दा नि पुरा नराम्रो भएको छ क्या। पुरा यस्तो झाडी झाडी भएको छ क्या, हेर्न सक्नुहुन्छ होइन। बाटोतिर पनि यो चाहिँ यहाँको नगरपालिकाले सफा गर्न लगाउनु पर्यो गाइस, त्यही हो गाइस। यहाँको सिलट्याङ्गी भन्ने चिन्ने ठाउँ चाहिँ यही सिलट्याङ्गी हो कि क्या हो जस्तो लाग्यो मलाई। यो ठुलो ट्याङ्की बनाएर रहेछ, त्यसले गर्दा सिलट्याङ्गी भने जस्तो लाग्यो। खोइ खासै केही नयाँ नौलो चिज चाहिँ देखेन मैले होइन। हेर्नु न क्या बुढी आमा बस्नु भइरहेको। अरे चिलमा हावा खाँदै बस्नु भइरहेको रहेछ। सञ्जीवन होइन उसको नाम। यही सिलट्याङ्गी हो कि क्या हो गाइस यार। हेर्नु न यत्रो सिलट्याङ्गी बनाएर रहेछ होइन। त्यही भएर सिलट्याङ्गी नाम राखे जस्तो लाग्यो मलाई। त्यस्तो नयाँ नौलो चिज चाहिँ कहीँ पनि देख्न पाएन। यहाँबाट यस्तो देखिरहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। उताको मन्दिर चाहिँ बब्बाल रहेछ गाइस, हेर्न सक्नुहुन्छ। बब्बाल छ मन्दिर त। यहाँको ठाउँ चाहिँ खासै रमाइलो जस्तो लागेन कि गाइस मलाई चाहिँ होइन। नेपालको झन्डा होइन। यहाँतिर चाहिँ यस्तो रुख चाहिँ जहाँ पनि छ कि क्या हो यार। जतापट्टि आयो भने यस्तै रुख मात्रै भेट्छ त गाइस। उता माथि रहेछ पसल थापेर केही सामानहरू बेच्दै रहेछ, सक्नुहुन्छ। एउटै आइमै छ यहाँ। एउटै गीतमा लगभग 40वटा जति टिकटक बनाउन सफल भएको छ। हेर्नु गाइस 500को हो, सबै 500को। चोर बजार हो भन्न त मिलेन होइन। मेरो पसल भए भए म सब चोर बजार गयो भनिन्थेँ। यो चप्पलहरू त म 200 दिइदिने गर्छ मेरो पसल भए भए। हो भने के दिन्थ्यो कि साँच्चै हो मैले त। चाहिँ मन्दिर रहेछ। हुन्छ यहाँ चाहिँ मान्छेहरू टक्क हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ खोला यस्तो देख्दैछ। मैले अघि तपाईँहरूलाई उताबाट देखाएको थिएँ, अहिले चाहिँ म माथि पुलमै आएर देखाउँदैछु तपाईँहरूले। हेर्न सक्नुहुन्छ यता साइड पनि यस्तो छ होइन। यहाँ चाहिँ असारतिर चाहिँ बब्बाल ठुलो खोला आउँछ क्या गाइस, हेर्न सक्नुहुन्छ। त्यो बेलामा म यतातिर हुँदैन, अन्त देखाइदिन्छु तपाईँहरूलाई मैले।
दुईटा बस बगाउने खोला यही हो कि गाइस त्रिशुली खोला नुवाकोटको त्रिशुली खोला भगवान आउनु पर्यो नि आउँदैन मान्छे भोइस रिकभर नगरेर होइन हजुर क्यामेरा त कन्फर्म हालिदिन्छु म यो क्यामेरा पुऱ्याइदिन्छ कन्फर्म हालिदिन्छु म भनेको जहाँ पनि यत्रो मोबाइल तिर्छ हातको साथ कन्फर्म हालिदिन्छु म हाले मन आउँदैन कन्फर्म हालिदिन्छु जहाँ जग्गाले पनि खालि अगाडि मेरै फोटो हामी चाहिँ गाडी चढेर फर्केको गाइस हेर्न सक्नुहुन्छ भ्लग बनाउनलाई त मान्छेसँगै नि हिँड्नु भएन ए हजुर लिएर हिँड्ने म गर्ने त नि के गर्न बिर्दिम रुममा भनेको त यसो साइकल खेल्न मन लाग्यो त्यही भएर म चाहिँ अफरोड कुदाउनको लागि साइकल लिएर लागेँ हेर्न सक्नुहुन्छ हेलो सो गाइज म चाहिँ यहाँबाट चल्दिन लाग्यो होइन अफरोड जान लाग्यो यहाँ चाहिँ अङ्गुर नै छ मेरो टक्क झिक्ने हो खाने हो अगाडि चाहिँ मेरो बुढी हेर्न सक्नुहुन्छ पछाडि चाहिँ म हो टक्क लाएर अब चाहिँ यस्तो अफरोड चलाउनुको चाहिँ मजै छुट्टै क्या गाइस हेर्न सक्नुहुन्छ यसले रोकेर मैले रोक्नु पर्यो त्यो चाहिँ मैले मलाई कराइहाल्छ नि अफरोड भन्ने चाहिँ यस्तो मजा आउँछ गाइस होइन यस्तो लाग्ने क्या टक्क लाएर यसरी मजै छुट्टै क्या अफरोड त त्यो अफरोड भन्नु खासै अफरोड छैन भन्नु मलाई लागेन यता चिप्लो लाग्यो त्यही भएर आनन्दले घुम्न भने बाटो हिँडै हिँडा रहेछ सात चिप्लिन्छ रहेछ के गर्नु यताबाट खिच्छ लागि बाटो पहिले आएको थिएँ अहिले पनि आयो मैले ठाउँ चाहिँ पहिला आएको होइन तोरी भर्खर पुग्दाखेरि चाहिँ बब्बाले आएको भएर फुलेर पनि सकिन लागेको आयो मायाले सो गाइस हामी चाहिँ यो सिल्लेङ्गी घुम्न गएर सिल्लेङ्गीबाट फर्केर आएपछि एकछिन साइकल चलाउनु भनेर भाडामा आधी घन्टाको लागि साइकल चलाएर यो ठाउँ आएको छु हेर्न सक्नुहुन्छ तपाईँले लास्ट गाह्रो हुँदो रहेछ साइकल चलाउन त थाक्दो रहेछ यस्तो छ फेरि बाटो अफरोड यो चाहिँ नयाँ बाटो हो म चाहिँ कहिले चाहिँ गएको थिएन हिजो अस्ति आबेला नि गएको थिएन म चाहिँ ओहो कहाँ पुग्छ एउटा मेन रोडमा पिजरो आएछ बाबा मजा आउँछ होला अब चाहिँ कुदाउन मजा आउने भयो कस्तो
हेर्नु गाइज मैले हातले नसमाइकन चलाइरहेको छु साइकल चाहिँ कच्ची 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 साइकल चलाउनु प्लिज भन्दा नि कच्ची मजा हाल्छ गाइज होइन त्यही भएर म चाहिँ अफरोड भनेर खोज्दिनँ साइकल चलाउँदाखेरि चाहिँ आफ्नो होस् या भाडाको होस् काराकुरी बनाउने हो नि साइकल एकै दिनमा होइन गाइस साइकल चलाएर नि पुगिसकेर हामी चाहिँ साइकल पुऱ्याउन जाँदैछौँ हेर्न सक्नुहुन्छ टक्क साइकल पनि पुऱ्याएर माथि लगेर साइकलहरू पनि राखिदिए अनि साइकल टक्क राखेर सकेपछि चाहिँ हामी दुवैजना रुममा आए हेर्न सक्नु हेलो सो गाइस म चाहिँ फाइनली म चाहिँ घर आइपुगिसकेँ होइन अनि हामी चकलेट लिएर आएको थियो बुढी मिलेर चकलेट खाने छ सो गाइस मेरो आजको भ्लग चाहिँ यति नै हो सो गाइस अब चाहिँ म तपाईँहरूसँग मेरो नेक्स्ट भ्लगमा भेट्नेछु त्यसको लागि चाहिँ केही समय प्रतीक्षा गर्नु होला बाई बाई गाइस